हेलो गाइज होइन अहिले कुलमानजीले रातारात काम गर्नु लगाइरहेको छ। हेर्नु न यहाँ यी टिप्परहरू हो। यो कहाँ हो भन्दा नि ठ्याक्कै यो चाबेल चोक हो। यो चाहिँ चाबेल चोक हो। यो घुम्ती छ नि यो बिचको हो। यो चाबेल चोक हो। ल हेर्नु यहाँनिर क्या मजाको देख्यो यार। काम भइदिइरहेछ, रातारात काम भइरहेछ। चारैतिर रोडहरू होइन पिच भइदिइरहेछ क्या। रातारात काम भइरहेछ। देख्दा खुसी लाग्छ। पहिला यसरी गरेको भए हुन्थ्यो नि, काम त हुँदो रहेछ नि। नगरेको रहेछ नि त चोरहरूले। काम गर्न चाह्यो भने यसरी हुँदो रहेछ है केटा। अब सही मान्छेलाई भोट दिने क्या। तपाईँहरूलाई मासु भात चाहिएको कि काम चाहिएको त्यो सोचेर भोट हाल्नुहोस् है अर्को पालि। कुलमानजीले हेर्नु है मजाले काम गरिरहेछ क्या। मलाई चाहिँ दामी लाग्यो है। मेरो भोट चाहिँ गयो अब सिधै हो। मलाई लाग्छ तपाईँहरूको नि गयो होला। कस्तो चारैतिर यार काठमाडौँको जताततै यस्तो छिटो काम भइरहेछ कि अहिले हरेक पब्लिकलाई सोध्नु काम यति छिटो भइरहेछ। पिचदेखि लिएर जताततै क्या पिचहरू यहाँ हेर्नु न मजाले झारिदिँदै गरेको क्या। कस्तो दामी देखेको है। ल यो सानो भ्लग यतिकै टुङ्गाउँछु होइन। भोट चाहिँ अब मासु भात खाएर होइन है, दिमाग लगाएर नि। बुझ्यो नि।